हरि ओम तत्सत। के हो हरि ओम तत्सतको अर्थ? हर र हरि, हरले शिव रुद्र महादेवलाई, हरिले विष्णुलाई, कृष्णलाई बुझाउँछ हैन। हर र हरि, हरिहर सधैँ सँगै हुन्छन्। हरिले हरको, हरले हरिको भक्ति गर्छन्। यी एक अर्काका भक्तहरू, अनन्य भक्तहरू फेरि कहिल्यै भिन्न हुँदैनन्, सँगै रहन्छन्। हर भन्ने शब्द र हरि भन्ने शब्द एउटै धातुबाट बनेको देखिन्छ। हरले प्राण हरण गर्छन्, हरिले क्लेश हरण गर्छन्। प्राण पनि 5 प्रकारको मुख्य प्राण है। प्राण, अपान, समान, व्यान, उदान, यी 5 प्राणहरू भए। त्यसो त नाग, कूर्म, कृकल, देवदत्त, धनञ्जय यी सहायक प्राणहरू पनि छन्। मुख्य प्राण 5 वटा, प्राण, उदान, समान, व्यान, अपान है, 5 वटा। अनि क्लेश पनि 5 वटा हेर्नुहोस् है। पञ्चक्लेश: अविद्या, अस्मिता, राग, द्वेष, अभिनिवेश। अविद्या भनेको अज्ञान, अस्मिता मै हुँ भन्ने भावना, राग कुनै कुरामा मोह, कुनै कुरामा रहने मोह राग, द्वेष कुनै कुराप्रति, कुनै व्यक्तिप्रति रहने एउटा शत्रुता, वैरभाव, अभिनिवेश मृत्यु भयो। हेर्नुहोस् त, हरले प्राण हरण गर्छन् र जीवलाई आफू कहाँ लैजान्छन्। हरिले पञ्चक्लेश हरण गर्छन् र जीवलाई आफू कहाँ लैजान्छन्। हरिहर एउटै धातुबाट बनेको शब्द। हरिमा पछाडि ई आउँछ, हरमा पछाडि अ आउँछ। अब हरि, हरि भने के त भने जसले 5 क्लेशलाई हरण गर्छन्। अब जन्म मरणको कारण नै 5 क्लेश। अविद्या, अविद्या भनेको कर्म, अविद्या कर्मसँगका, कर्मको कारणले सञ्चित कर्म, प्रारब्ध कर्म, क्रियमाण कर्म, 3 वटा कर्म छन्। अविद्या कर्म पनि हो र अज्ञान हो। अज्ञानताले गर्दा हामी कर्ममा डुबिराखेका छौँ है। अविद्या, अस्मिता मै हुँ भन्ने भावना, अहङ्कार भनौँ न। राग कुनै कुरामा मोह राख्नु, आसक्ति राख्नु। द्वेष कुनै कुरामा वैरभाव राख्नु, डिट्याचमेन्ट भन्छ। एट्याचमेन्ट राग, डिट्याचमेन्ट द्वेष अङ्ग्रेजीमा भन्दाखेरि। अभिनिवेश मृत्युको भय। यी 5 क्लेश हरण गर्ने भएर हरि भनेको। ओम भनेको, ओम भनेको सबै भयभरका अक्षर त्यहीँबाट आउने, भयभरका वेद त्यहीँबाट आउने, भयभरका संसारदेखि यो संसारभन्दा माथिको भौतिक जगतदेखि यो अभौतिक दिव्य लोकसम्म निर्माण गर्ने परम तत्त्व ओम इत्येकाक्षरम ब्रह्म। सम्पूर्ण ब्रह्म नै ओम अक्षर। अ उ म मात्रै होइन, अ उ म पछि बिन्दु है, त्यहाँ थोप्लो देख्नुहुन्छ त्यो बिन्दुको प्रतीक हो। अ उ म बिन्दु नाद कला कलातीत 7 मात्रा। त्यसै ओम भनेको होइन, ओमलाई नै सम्पूर्ण ब्रह्म भनिएको छ। ओम इत्येकाक्षरम ब्रह्म, ओम इत्येकाक्षरम ब्रह्म। ओमको चर्चा यति धेरै पाउनुहुन्छ उपनिषदहरूमा, भनिसाध्य छैन। ओम इत्येकाक्षरम ब्रह्म व्याहरन् माम अनुस्मरन् यः प्रयाति त्यजं देहं सयाति परमां गतिम्। गीतामा पनि त्यही कुरा आउँछ है। त्यसको हुनाले सम्पूर्ण वेदमा ओम मै हुँ भनेर श्रीकृष्णले भनेका छन् है। ओम त्यस्तो तत्त्व हो ओम। ओम भनेपछि सबै, ब्रह्ममै सबै कुरो हुन्छ। ब्रह्मका 3 तत्त्व, परब्रह्म, जीव ब्रह्म, माया ब्रह्म, 3 वटै चाहिँ शाश्वत नित्य तत्त्व सबै ओममै रहने हो है। ओममै रहने, ओम त्यस्तो कुरा हो। हरि भनेको
पञ्चक्लेश नाश गर्ने, जसको कारणबाट हामीहरू जन्मन्छौँ मर्छौँ। पञ्चक्लेश अविद्या, अस्मिता, राग, द्वेष, अभिनिवेश है। हरि त्यो तत्त्व जसले गर्दा जन्म मरणबाट मुक्त हुन सक्छौँ हामी उनकै कृपाले। त्यसैले हरिनाम भज्नु भनेको है। हरि ओम भनेको सबै, पुरै पूर्ण ब्रह्म, जीव ब्रह्म, माया ब्रह्म, परब्रह्म, सबै ब्रह्म ओम। ओम। अब हरि ओम तत् भनेको परमात्मा, परब्रह्म। परब्रह्म परमात्मालाई तत् भन्छन्। अनि सत् भने के? कर्तुम अकर्तुम अन्यथा कर्तुम गर्न सक्ने, गर्न सकिने, गर्न नसकिने, हुनै नसकिने पनि गर्न सक्ने भएर भगवान् सत् पनि हुन्। जहाँ सत् त्यहाँ असत पनि हुन्छ। सतबाटै पलाउने हो असत। सतले चाहेर मात्रै पलाउने। हाम्रो शरीरमा नङ पलाए जस्तै, हाम्रो शरीरमा कपाल पलाए जस्तै सतबाट असत निस्किने है। अनि हरि पञ्चक्लेश हरण गर्ने, ओम पूर्ण ब्रह्म, तत् परमात्मा परब्रह्म, सत भगवानका 3टा नाम छन्, सत चित आनन्द हैन। हो हरि ओम तत् सत। सतले गर्दा कर्तुम अकर्तुम अन्यथा कर्तुम गर्छन्। गर्न सकिने, गर्न नसकिने, हुनै नसकिने पनि भगवानले गर्छन्। सत्य सङ्कल्प सत्य काम। यसरी हरि ओम तत् सतको अर्थ बुझ्नु भएको छैन भने भिडियो फेरि दोहोऱ्याएर सुन्नुहोला। बिदा दिनुहोला। नमस्कार। हरि ओम तत्